आज धेरै खुसीको दिन हो नेपाली टिमले हाम्रो नेपाली क्रिकेट टिमले 3 वटा म्याच हारे पनि 14 म्याच जितेको छ। सम्पाद हामी सबैभन्दा दामी के थाहा अब अनुभव खेलाडी अनुभव खेलाडी भएछ ती कुरा गर्ने गरेको अनुभव हाम्रो सबै कुराहरू लगाएर 3 विकेट लिएर धेरै खुसी लाग्यो 3 म्याच अगाडि धुलै नछाड्ने नाम हो के भन्न चाहन्छु बाँकी हाम्रो नेपाली क्रिकेटले 7 समर्थन दिनु। हाम्रो नेपाली क्रिकेट टिमलाई धेरैभन्दा धेरै समर्थनको आवश्यकता छ। किन भन्दाखेरिमा कम प्राइजमा त्यति उचित स्टेडियम नभएको कारणले गर्दा अनुभव नभएको कारणले गर्दा सानो सानो टिमसँग गल्ली महल्लीको टिमसँग खेलेर पनि यहाँसम्म पुग्नु भनेको धेरै ठुलो कुरा अनि यो कसैले पनि निराश नभएर नेपाली क्रिकेट टिमलाई एउटा हौसलाको आवश्यकता छ तपाईँ हामी जस्ता मान्छेको हैन। त्यो भएको हिसाबले तपाईँ हामी सबैले एउटा उहाँहरूको विजयको अग्रिम शुभकामना अझै पनि दिन आवश्यक छ। तपाईँ हामीहरू जस्ता समर्थनको कारणले उहाँहरू त्यो यतिसम्म पुग्नुभयो। फर्स्ट सेकेन्ड थर्ड म्याच हारे पनि लास्ट म्याच जित्नु भएको छ एकदम खुसी। सम्पाल कामी धेरै दामी 3 विकेट लिनुभएको छ एकै ओभरमा 2 विकेट एक त आफै क्याच गरेर अनि दिपेन्द्र सिंह ऐरी टाइगरको जति प्रशंसा गरे पनि कमै छ र यी कुराहरूलाई कसैले पनि भुल्नु हुँदैन र हाम्रो टिमको जति व्यवस्थापन थिएन यतिको व्यवस्थापन नहुँदा पनि यो अवस्थामा पुग्नु भनेको धेरै एउटा खुसीको क्षण हो र धेरै राम्रो खेलिएको छ भन्ने कुराहरू म मेरो हिसाबले भन्न चाहन्छु र तपाईहरुलाई पनि के कस्तो लाग्छ त्यस्तै गर्नु होला। नेपाली टिमको साथ सफर सधैँ सबैको रहिरहोस् भन्न चाहन्छु। हाम्रो जय नेपाल जय क्रिकेट टिम। यो धेरै राम्रो उपलब्धि आज भएको छ। त्यो भएको हिसाबले म के भन्न चाहन्छु भन्दाखेरिमा हाम्रो सधैँभर हाम्रो देश र हाम्रो क्रिकेट टिम भनेको हाम्रो नेपाली क्रिकेट टिम भनेको हाम्रो राष्ट्रको गहना हो र उहाँहरूलाई साथ समर्थन सबैको रहनेछ र रहनुपर्छ पनि भन्न चाहन्छु। र म खासै भिडियो बनाउने यताउति गर्ने मान्छे त होइन तैपनि आज खुसीको सीमा नै छैन। एक म्याच जितेको हुनाले त्यो भएर म भिडियो बनाउँदै छु। जय नेपाल जय क्रिकेट टिम।